गुड मर्निङ नमस्कार। आज असार 15 दही चिउरा खाने दिन र राष्ट्रिय धान दिवस। दही चिउरा खाने दिन र धान दिवसको सबैलाई शुभकामना। मान्छेले भन्छन् नि विदेशमा बस्नेले के चाडबाड मनाउँछन् होला र भन्छन् नि, तर विदेशमा बस्नेलाई पनि चाडबाड लाग्छ। सबै चाडबाड मनाउँछन्। आफ्नो घर परिवार, श्रीमती, छोराछोरी, बाउआमा, लालाबाला मात्रै साथमा नहुने हो, तर विदेशमा बस्नेले पनि स्पेसल सबै चाडबाड मनाएका हुन्छन्। त्यस्तै आज दही चिउरा खाने दिन हामीले पनि दही चिउरा ल्याएर खाँदैछौँ। हेर्न होला, ल हेर्नुहोस्, दही चिउरा छ। हामी साथीभाइ मिलेर चाहिँ दही चिउरा पुरा खाँदैछौँ। असार 15 चाहिँ हामी स्पेसल मनाउँदैछौँ। हेर्नुहोस्, तपाईँहरू पनि जहाँ हुनुहुन्छ मजासँग चाहिँ दही चिउरा खानुहोस्। धान रोप्न नपाए पनि दही चिउरा खाएर भने नि मनाउने हो।